cringy so that like अहिले बालिन भिलेन भइरहेछ के बालिन हिरो हो दाइ कोले भने घण्टा हो त्यो मुजी गजडी बालिनलाई कहाँ गजडी भन्नु र सुन न भाइ त बालिनको पछि मान्छे हो अहिले सारा नेपाली बालिनको पक्षमा हो कि होइन म त स्वतन्त्र व्यक्ति स्वतन्त्र कुरा गर्ने त मलाई हर्के सामाङको कुरा गर्न हर्क सम्मान पनि राम्रा व्यक्ति हुन् हर्को कुरा निकाल्यो मुजीको छोड तपाईँ पनि जेनजीको आन्दोलनमा जानुभयो है गएन त हेरौँ तपाईँ जेनजी हो र अनि किन जानु भएको छ 28 वर्षभन्दा कम मेरो छोराहरू चाहिँ जेनजी होइन छोरालाई पठाउनु पर्छ होइन किन जानु उनीहरूले माग दिएको साइबरको थियो के भाउ बालिन शाह कसको गोटी प्रचण्डको गोठ त भने भाइ बोलो पाए भने जे पाए त्यो नभन्दा 6 महिनापछिको प्रधानमन्त्री हो बालिन शाह के भन्नुभयो तपाईँले 6 महिनापछि प्रधानमन्त्री बन्दै हुनुहुन्छ बालिन 6 महिनामा 1 महिना टेक्न ए तपाईँ प्रधानमन्त्री हुने के छ जनताले चाहे जो पनि हुन्छ भाइ जनताको हातमा छ जनताले बालिन शाहलाई चाहेका तपाईँलाई चाहेर खोइ बालिन शाह अहिले त आइरहेछ नि त अब नेपाली सिडिउल आइसक्यो बारवटासँग मिलेको रहेछ रसँग मिलेको रहेछ माओवादीको चाहिँ चम्चाइ रहेछ त बालिन शाह अहिले बालिन शाह गलत बाटोमा हिँड्या हो दाइ अब मैले के भन्ने भाइ तिमी सामाजिक सञ्जाल हेरेन रहेछ मैले थाहा पाएँ पुण्य गौटोमा त हेर्दो रहेछ यो सारा नेपालीहरूले हर्क सम्पाङ र बालिन शाहलाई चाहिँ एकदमै आशा गरे व्यक्ति थिए के बालिन शाह र हर्क सम्पाङ आउनुपर्छ भनेर तपाईँ आफैले पनि भन्नुभएको थियो अस्ति उनीहरू मेरै ठिक छ भाइ अहिलेको लागि राजन दाइ अब दसैँको माहौल हो यो सेकेन्ड म्यानले जसले चाहिँ प्रचण्डलाई त सेल्युट गर्नुपर्छ है सेल्युट दाइ आज यो बोल्ने स्थिति चाहिँ माओवादी ल्याएको हो कि भाइ आज हामीलाई वाक स्वतन्त्र पुरा दिएको हो किन राजाको पार्टीमा थियो यसरी बोल्न सक्थेँ मैले कुण्ठा राख्थेँ मैले अहिले राजालाई आधा फटा किन मैले भने त यो प्रचण्डको दिनु हो कि अब दाइ यो जेनजीहरूको नि पार्टी खोल्दैछ अरे बालिन शाहले जेनजीको पार्टीमा जाने कि बालिन कहाँबाट जेनजीहरू पार्टी खोल्न त्यो मुझे को खोल्ने रे नेतृत्व गर्ने रे त्यो मान्नु पऱ्यो नि मुझे मेरो छोराहरूले मान्छ हाम्रो हेटौँडा मान्छ मुझे त्यहाँ हेटौँडा आइज नि मान्छ त्यहीँ ठुलो पिठो हान्छ यार बालिन शाहलाई लगाइज त भाइ हेटौँडा आइज बोल हेरौँ त्यो तागत चाहिँ हेरौँ त हेटौँडामा त्यहाँलाई म खडा हुन्छु त्यहाँ आइज एकपल्ट हेटौँडा त जेनजीको त तैँले कल्पनै नगर अब तेरो एक पोल खोल्दैछ अझ सुध्री भाइ सुध्रेको राम्रो के हेर भाउ मन्त्री हुन पहिला सक्थेँ म रुसन दाइ र बिस्तर दाइ र म चाहिँ म जित्थ्यो युवा जति मेरो हातमा थियो कि यो जेनजी म पनि जेनजी थियो त्यो बेला हो हेटौँडाको दादा हो म भाइ राम्रोसँग हेटौँडा गरेर सोध्नु पोजिटिभ दादा भएर चाहिँ अहिले यो मकनपुरे डनमा मलाई सबैले माया गरेको ऊ बेलाको दादा अहिले कहाँ दादा हो तपाईँ तेरो बाउ चाहिँ ऊ बेलाको तेरो बाउ भन्ने तेरो बाउ ऊ बेलाको ऊ यो बेलाको दादा त बालिन शाह को बालिन शाह घन्टा मुझे त्यो गजडी साला आइदिन मा चाहिँ एकै सर्टमा न हान्छ तँलाई म एकै सर्ट हान्छ भाइ तँलाई लामा हानेन म माथि राङ्गा हानेर हान्छ तँलाई राङ्गा सम्झेर हान्छ तँलाई म सुन यहाँ सुन मैले भनेको कुरा पहिला ध्यान दिएर सुन त्यो रत्नाकर ढाका पनि वाल्मीकि भएको थियो के भाइ हो करेक्ट म हिस्ट्रीको विद्यार्थी हो कि हो प्रचण्ड दाइ शेरबहादुर दाइ केपी ओली दाइ तिनजना हो लडाइँमा शेरबहादुर दाइ चाहिँ होइन है शेरबहादुर दाइ चुप्लाएर बस्ने हो मेन धेरै फुरफुर भएको चाहिँ केपी ओली दाइ नै हो कि केपी ओली दाइले बारबुटे समझदारी गर्दाखेरि उहाँ सेकेन्ड म्यान भएर पछाडि बसेको याद गर्नु पर्थ्यो कि मेरो चेलाहरूले अहिले पनि म फाइदा हो है अहिले पनि गरेको छु जहिले पनि मेरो पछाडि नै हुन्छ कि तिनीहरू यहाँ आउनु थाल्छ नि अनि यो दुइटा हातले भेट्छ कि फेरि यही भएको हो 2 महिना 3 महिना अगाडि योभन्दा भयावह हुन्छ भने होइन प्रचण्ड दाइले हो अब कुरा खोलै आयो नि त हो अनि बालिन वा ठुलो होइन नि यो ठिक छ म लिने यो मेरो बच्चा हो यो वफादार छ बालिन यो जर्मन सेपर्ड जस्तो हुनु बालिन भन्दा त्यो राम्रो हो यो त कता राम्रो नि म चावल